चन्द्रग्रहण चन्द्रग्रहण। यो सोलर इक्लिप्स भनेको सूर्यग्रहण सूर्यग्रहण। ल लेख्नु भएको छ है, लेखेको पनि। ल अब यो सन हो, यो सूर्य हो। सूर्य चाहे पृथ्वी चाहे चन्द्रमा, पृथ्वी र चन्द्रमा दुवैको आफ्नो प्रकाश छैन, यो त क्लियर हुनुहुन्छ, हामीले पढिसकेका छौँ। पृथ्वी र चन्द्रमा दुवैमा प्रकाश कहाँबाट जाने हो? सनबाट जाने हो। सनबाट प्रकाश जाँदा गएको अवस्थामा मुन पनि चम्किलो देखिने हो, सूर्यमा पनि उज्यालो हुने हो। जब सूर्यबाट प्रकाश जाँदैन, जब सूर्यको प्रकाश छेकिन्छ अनि अँध्यारो हुन्छ। हो, सूर्य ग्रहण लागेको दिनमा अँध्यारो हुन्छ, किनभने सूर्य छेकिन्छ। सूर्य छेकिएपछि के हुन्छ? तपाईँले ठ्याक्कै आँखाबाट त्यहाँ भित्तामा देखिरहनु भएको छ नि, अगाडि यसरी चाहिँ छेक्ने कुरा आयो भने के हुन्छ? तपाईँको आँखा अगाडि केही कुरा छेक्यो भने के हुन्छ? देखिन्न। हो, त्यही अवस्था हो। ल हेर्नुहोस्, एउटै सरल रेखामा परेको छ, पऱ्यो भर्खरै भने होइन त हामीले, सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा, सरल रेखामा परेको अवस्थामा सूर्यबाट गएको प्रकाश पृथ्वीसम्म नपुग्ने, बिचैमा चन्द्रमाले ब्लक गरिदिने। हेर्नु त, सूर्य र पृथ्वीको बिचमा चन्द्रमा पर्दा, सूर्य र पृथ्वीको बिचमा चन्द्रमा पर्दा सूर्यको प्रकाश चन्द्र चाहिँ पृथ्वीसम्म जान पाएन, यसले ब्लक गरिदियो अनि यसको छाया यहाँ देखियो। यसको छाया यहाँ जहिले पनि लाइट जुन डाइरेक्सनबाट आएको छ त्यो अब्जेक्टमा ठोके पछाडि त्यो अब्जेक्टको पछाडिपट्टि छाया ढल्किन्छ। भने पछाडि यहाँबाट गएको लाइट, हेर्नु त कस्तो मजाले एरोबाट देखाइरहेको छ। यहाँबाट गएको लाइट यसले छेक्ने पछाडि अब यसको छाया पृथ्वीमा देखियो। अब हामीले यहाँ बसेर हेर्दा हाम्रो आँखाले यसरी हेर्छ, सूर्य देखियो त? देखिएन, सूर्य छेक्यो। के मात्रै देख्छौँ हामीले? चन्द्रमा देख्छौँ। चन्द्रमा पुरा झलल देखिन्छ, चन्द्रमा पुरै झलल देखिन्छ। त्यसैले हेर्नु त, चन्द्रमा झलल देखिने भने पछाडि चन्द्रमा चम्किन्छ, चम्किलो हुन्छ होइन। पृथ्वीमा जाने लाइट पनि जम्मै चाहिँ चन्द्रमामा जान्छ अनि पुरै उज्यालो चम्किलो देखिन्छ भन्ने कुरा। यो सोलर इक्लिप्सको कुरा बुझ्नुभयो। अब यता हेरौँ, चन्द्रग्रहण कन्सेप्ट सेम बुझिसक्नु भएको छ। अब यहाँ पनि सूर्यबाटै जाने हो, सूर्यबाट चन्द्रमामा गएर चन्द्रमा चम्किने हो। अनि तर यहाँबाट गएको प्रकाश बिचमा पृथ्वीले रोकिदियो है, बिचमा पृथ्वीले रोकिदियो, जसले गर्दा चन्द्रमासम्म प्रकाश आउन पाएन। अनि अब के हुने भयो? चन्द्रमा अँध्यारो देखिने भयो, चन्द्रमा कालो देखिने हो। बुझ्नुभयो? चन्द्रमा कालो देखिने हो होइन। लाइटै नभएपछि आफ्नो प्रकाश भए पो आफ्नै प्रकाशले चाहिँ उज्यालो हुन्थ्यो भन्ने। अब यही सूर्यको प्रकाश यहाँसम्म पुगेर उज्यालो देखिने हो, त्यो प्रकाशै पुग्न नपाएपछि त्यो प्रकाशै पृथ्वीले बिचबाट छेक्ने पछाडि के भयो त? पृथ्वीको छाया यहाँ पर्यो अनि कालो हुने, चन्द्रमा छेकिने अवस्था। अब अर्को कुरा बुझ्नुपर्छ, यहाँ ग्रहणको अवस्था त बुझ्नुभयो। अब यो अवस्था कहिले हुन्छ भन्दा यो अवस्था जहिले पनि पूर्णिमामा मात्रै हुन्छ। पूर्णिमाको समयमा मात्रै लाग्छ। जहिले पनि चन्द्रग्रहण पूर्णिमामा मात्रै लाग्छ। किन थाहा छ? किन चाहिँ पूर्णिमामा मात्रै लाग्छ थाहा छ? किनभने अरू बेलामा त चन्द्रमा यसै पनि छेक्किन्छ, अनि रेगुलर रूपमा चाहिँ छेकिएको हो कि ग्रहण लाएर छेकिएको हो भन्ने कसरी थाहा हुन्छ? कसरी आइडेन्टिफाई गर्न सकिन्छ भन्नु त? पूर्णिमा भन्दा बाहेकका अरू दिनमा नर्मल्ली पनि चाहिँ यसै पनि चाहिँ चन्द्रमा पुरै देखिँदैन, अनि ग्रहण लागेर छेकिएको हो कि त्यो उसको रेगुलर चाहिँ मोसन नै त्यस्तो भाव कसरी थाहा हुन्छ त? थाहा हुँदैन। तर पूर्णिमाको दिनमा त अरू केही बाधा व्यवधान भएन भने पूर्णिमाको दिनमा चन्द्रमा पुरै देखिनुपर्छ। त्यही होइन हामीलाई थाहा भएको कुरा? पूर्णिमाको दिनमा चन्द्रमा पुरै देखिनुपर्छ। तर पुरै देखिनुपर्ने दिनमा पनि देखिएन भने बल्ल ग्रहण लागेको भनेर हामीले आइडेन्टिफाई गर्न सक्छौँ। कुरो बुझ्नुभयो? पूर्णिमाको समयमा चन्द्रमा पुरै चम्किलो हुनुपर्ने, पुरै चाहिँ गोलो देखिनुपर्ने, तर त्यस्तो दिनमा पुरै देखिनुपर्ने दिनमा पनि देखिएन, छेकियो भने पछाडि ग्रहण लाग्यो भन्ने थाहा भयो। अनि यतापट्टि हेर्नु त, यो चाहिँ जहिले पनि औँसीमा मात्रै लाग्छ। सूर्य ग्रहण जहिले पनि औँसीमा मात्रै लाग्छ, औँसीमा मात्र लाग्छ। यसको पनि लजिक छ। किन औँसीमा मात्रै लाग्छ भने औँसीको दिन मात्रै यस्तो दिन हो जहाँ मुन डाउन हुन्छ, मुनको प्रभाव 0 हुन्छ। औँसीको दिनमा पुरै कालो किन भएको राति? किनभने मुन डाउन हुन्छ त्यो दिन
होइन, चन्द्रमाको चाहिँ प्रभाव जिरो बराबर हुन्छ पृथ्वीमा। हो, सामान्यतया औँसीको दिनमा चन्द्रमा चाहिँ कालो देखिन्छ, अथवा चन्द्रमा देखिँदैन भनौँ, चन्द्रमा देखिँदैन। तर चन्द्रमा नदेखिनु पर्ने दिनमा सूर्यको चाहिँ प्रकाशको कारणले गर्दा चम्कियो भने अनि बल्ल हामी के इन्स्योर गर्न सक्छौँ त, ए पृथ्वीमा आउने सूर्यको लाइट चाहिँ यसले छेक्दैछ, त्यही भएर आज औँसीको दिनमा पनि चन्द्रमा देखिरहेछ भनेर इन्स्योर गर्न सकियो। क्लियर हुनुभयो? त्यसैले चन्द्रग्रहण जहिले पनि पूर्णिमामा मात्रै लाग्छ, सूर्यग्रहण जहिले औँसीमा मात्रै लाग्छ भनेर भनेको। बुझ्नुभयो कि भएन?